ल त है त सबैजनालाई गुड मर्निङ। यहाँ चरीकोटबाट अब हाम्रो चाहिँ अब टक्क पारेर अब यहाँदेखि चाहिँ हामी कालिम्पोङ जान्छौँ होइन। कति भयो टाइम कति भयो लोक यार 6 बजिसक्यो होइन। अब हामी सनराइज हेर्नलाई भनेर चरीकोटदेखि चाहिँ अब हामी यो होटलमा बसेको कालिम्पोङ भोजनालयमा होइन। अब हामी चाहिँ यसो फ्रेस भइरहेछौँ केटाहरू अनि हामी चाहिँ कालिम्पोङतिर लाग्छौँ। लाच्छी के कस्तो हुन्छ आज अब नत्र हामी के केही नहुने यार के फोहोर हुन्छ सबै के लाग्यो भने यार लोगो पुण्य खाइलागेको नभए म लोगोले यो ब्याग चाहिँ धेरै फोहोर भयो नलगाउँ भनिरहेको छ होइन। म चाहिँ भनिरहेको लगाउँ यस्तो शीत परेको छ यार बाइक त यार। कहाँ खायो यति कहाँ खायो भने यार यति जाने यार कालिम्पोङ जाँदा तर मकैबारी नपुग्ने यहाँ यही बिच खान्छ भने क्या त्यसले दाइले भन्दै पिचै पिच छ भन्थ्यो क्या। सिधै जानु यो बाटो नछोडी माथि पिच रोड चाहिँ कहाँ देखियो त? पिच रोड चाहिँ कहाँ देखियो? पिच रोड चाहिँ परबाट छ अझै अलि यो बाटो चाहिँ एकैछिनमा पुगिन्छ तर अफ रोड छ नत्र अगाडिबाट पिच रोड पनि छ। कहाँसम्म पिच छ? माथि ठ्याक्कै यो बाटो जोड्ने ठाउँसम्म नै पिच छ। यो बाटो धेरै लामो त छैन। कति मिनट लाग्छ? अफ रोड हो यहाँसम्म पिच नछुन्जेलसम्म त्यहाँबाट कति मिनट लाग्छ यहाँबाट 5 मिनटमा पुग्नुहुन्छ। रोडबाट यस्तो छ कस्तो भन्नु यो अफ रोड बाटो होइन यहाँबाट आउँछ अनि यस्तो मोड छ यो पिच रोड भइहाल्यो अनि यो रोड छोड्ने अनि यहाँबाट जाने सिधा पुग्छ होइन? सिधा त छैन नि मोड छ। नै भनेको एक बाटो मात्र छ नि एक रोडमा। के अरे गाउँ छ पिच यो अफ रोड गएपछि यस्तो गरेर गाउँ छ फेरि यता आउनु चरीकोट जाने बाटो छ त्यहाँबाट सोध्नु सिधै जानु माथि। ल ल ल त रातो जानु योमा तर गर्छ यार यति त हान्छ त मुला यो केटाले यो बाटो देखायो होइन। खासमा चाहिँ हामी उताबाट पनि छ अरे अलिक पिच बाटो छ अरे यो चाहिँ अलिक त्यस्तै छ अरे भन्ने सुनेको थिएँ। हामी चाहिँ आधो बाटो अब अलि अप्ठ्यारो रहेछ ऊ भाइहरू आयो होइन। अलि रेस्ट गरेर यहाँबाट अलि बिचमा चाहिँ पिच अलि त्यस्तो रहेछ। ठिक छ जे होस् रोड मजाले आउन सकिन्छ होइन। गिर्किया त नै ल तम होला गिर्किया त नै हम त गिर्किया भनेको हौ जेले बेटाइम हो जेले बेटाइम हो टाइममा के गर्ले चाहिँ ल हाम्रो फेरि रेस्ट गरेर फेरि हिँड्यो है त। ल ऊ छ मन्दिर ऊ फेरि पुगेर छौँ ल फेरि अफरोड लाग्यो है त दोस्तहरू अफरोड छ अलि अफ छ अफ एकदम अफ पुरा गाना अब म पत्ता If I will be a prime minister of Nepal, I really want to construct a
good road condition of this country. Because of this condition, many tourists are afraid of coming here. If the transportation facility is good, road condition infrastructure is good, then maybe the maximum number of people from different places like Kathmandu, Bhaktapur, they will visit here. Otherwise, it is the less chances. In winter, when the snow falls, there is no any chance of traveling a bike here because of snowfall, the bike gets slippery. So you have to come in a Bolero where it has the great power. So, haha. Ali Ramailo, I don't know how to speak English, but welcome to Rancho Apoti. They will top Darela. Welcome to Shishire. एक सेकंड हेर्नु लोगो होला ए लोगो एक सेकंड हेर्नु हजुर यहाँबाट दिनु तल होला नि फुलहरू यहाँबाट दिने कि तल जाने तल तलसम्म मात्र आउनु भएको क्या जाने बाटो जानु त्यहाँबाट यता तल छिरिसकेपछि यसो जानु होला कतिसम्म जान्छ बाइक माथि हो तल खुला छ है सबै होटलहरू खुला छ होटलहरू छ फुलहरू तल पाउँछ फुलहरू पाउँछ पाउँछ मोबाइल जीवन पनि भिडियो बनाइ मारेको छ यार गाली दिने के हो नै तिमी पछाडि चाहिँ के गर्छौ त भाइ अहिले साथीले हो कालिम्पोङ देखाउनु त्यही भन्नु त्यही न मोबाइल कुनै पुरी तली हजुर नै ठिक त्यही न भने मोबाइल दिएन प्रायः पछाडि राख्नु ए कालिम्पोङमा मुङ्गा छट्टो सही भन् व्यवस्था हुन्छ हिटबाट जानु होला यो माछा अनि कसरी जानु यो मध्यबाट देखिने पठाउनु के छ अब त्यहाँबाट तल पुरी हिमालय पढि गयो काँचै सुवा चरी फाइनली हामी चाहिँ कुरी भिलेज पुगिसक्यो होइन कुरी गाउँ डिजाइन पाल रहेछ र के गर्ने यहाँ रोड भने त्यस्तै रहेछ बना भन्न त्यही भिडियो फुल बना भन्न भाइ भिडियो बना ल यहाँको भिलेज देखाएर ओ देखो चिसो भयो अल्लाह चिसो फिल भयो चिसो त अलि नै छ घर डिजाइन नि सब होटल भिलेज पनि भ्यू पनि होलिया कति दामी देखिन्छ माथि माथि सहिलो
कता यता हो कि यता हो दाइ कता कता अलि माथिसम्म जाने केबल काम छ नि केमा यो बाइक कहाँसम्म जान्छ माथिसम्म छ केबल काट्नु यही हो बाटो यही हो माथि यो ए ल त यति हुन् त लोगो यति हुन् त पुरै हिउँ हुन्छ हिउँ हुँदै यार अब के थाहा त यार हाउ सुड आई नो यार होटेल पुरी पुरी भिलेजमा चाहिँ हाम्रो इन्ट्री भइसक्यो पुरी गाउँ पुरी भिलेज भन्नु त मन्दिर लगौँ न सुनिस यो माथिसम्म जाने हो यो लकडाउन यो केबल काट्सम्म लकडाउन यो यो तैँले कैसे होला पैसा हेलो आन्टी कसरी छ सेटको 200 हामी 4 जना छौँ कति सेट लिने एक सेट लिने कि दुई सेट लिने कि 4 सेट लिने अब तपाईहरुको दुई सेट लाइन हौ दुई लगाउँ ठिकै छ के हुन्छ त्यसमा एक सेट गर्नु यसमा नरेल देखि यो एक सेट लगाउँ है अनि एक सेट लाग्दा नि हुन्छ है ल जय श्रीराम तिन तान्डी केबल कार चलिरहेछ कति लाग्छ केबल कारको यो चाहिँ छैन त्यो पनि लिनुपर्छ कति पर्छ त्यसको यो पनि 200 लिन्छ के लाग्नु त्यो उयो चाहिँ यो त प्रसादी ल्याउने हो तपाईले यो चाहिँ घर लगाउनलाई हो त्यो चाहिँ यो प्रसाद चढाउने नचढाउने के हो त अनि त्यसको चाहिँ के अरे नरेल फुटेर त्यहाँ जल चढाउने हो अनि त्यो प्रसादी सब घरमा यो लगाउँ एउटा यो दिनु न एउटा आन्टी चिसो छ त भाइ हामीलाई आशीर्वाद पनि दिनु ल लिनु त लास्ट जाडो कोही मान्छेहरू आएको छ कि नि आजभोलि हेरेर जानु हुने हिटबोर्ड कति लाग्छ यहाँबाट माथि मन्दिर पुग्न हजुर हजुर हिँडेर 1 घन्टा के गर्दा हेर माथि जाएर हेरौँ न केबल कारमा नत्र केबल कारमै गइहाल्यो हुने कति त्यो केबल कार एक्सपिरियन्सलाई जाउँ केवल काममा त खर्चै लिन्छ एकजनाको 600 जाने अन्जानै भेटियो बाइक कहाँसम्म जान्छ आन्टी बाइक कहाँसम्म जान्छ त्यही समय जान्छ र हामीले चाहिँ अलि पूजा गर्ने सामान चाहिँ किनिहाल्यौँ होइन अब हामीले पूजा गर्नुपर्छ माथि गएर चिया किन खानु है पूजा गरिदियो क्या केबलमै जाने भए त नखाइजानु हजुर यहाँ बाइक कहाँसम्म जान्छ बाइक कहाँसम्म लाग्ने हो माथि
यहीँसम्म रहेछ क्या हो योभन्दा माथि जानु होला केबल कार कता हो माथि होला नि कहाँ राख्नु त बाइक यार राख्नु मिल्छ घाममा क्या राखेको सो फाइनली हामी चाहिँ अब हामी चाहिँ अब माथि पुग्नुपर्छ माथि अब के कस्तो हुन्छ लेट्स सी गाइस हाउ युर एक्सपिरियन्स यु आर टेलिङ द्याट वाइ वी सुड गो कालिम्पोङ इन दिस अफ सिजन हाउ आर फिलिङ राइट नाउ लजाउन यार डक्टर हो सो हामी चाहिँ कालिम्पोङ पुगिसक्यो अब माथि टपको हुन्छ हामी चाहिँ अब केबल कारमा जाने कि अब हिँड्दै जाने अब थाहा छैन होइन हामी चाहिँ कालिम्पोङ पुगिसके अलि अफ रोड रहेछ अरू ठिक छ हिमालहरू दामी टलक्क देखिरहेको छ होइन पहिला चाहिँ हामी आउँदा चाहिँ पुरै हिउँ परेको थियो हामी चाहिँ माथि वहाँसम्म चाहिँ हिँड्न सकेन होइन केबल कार पनि चढेको थिएन त्यतिखेर अब हामी चाहिँ अब माथितिर जान्छ अलि फुलहरू पनि लिएको छौँ होइन माथितिर चाहिँ यसो टक्क पारेर जाने होइन लेट्सको ल जान ए रुख त पुण्डे सो हामीले अब यो टिकट लागिसक्यो होइन अब हाम्रो केबल कारदेखि चाहिँ कमेडी हो रे यार भाइ मैले मेरो चस्मा मात्र भन्छु यहाँ रहेछ हाम्रो अब टिकट काटिसक्यो हामी चाहिँ अब माथि चाहिँ हिँड्ने अवस्था छैन हिजो लास्टै हिँडेर लास्ट थकाइ लागिसकेको छ त्यही भएर अब हामी चाहिँ अब केबल कारमा जाने हो यसो हेन्सम केटाहरू छन् फेरि यस्तो कुन चाहिँ चस्मा यता त मेरो त्यो चस्मा ल्याउ त लुगा चाहिँ ल्याउनु मेरो तपाईँ त आफ्नो चस्मा लगाले केबल कारदेखि टक्क यहीँ आउने रहेछ त यहीँ खाइ झट्यो किहरूले टक्क केबल कारमा गइन्छ होइन हामी चारजना कस्तो फिल भइरहेछ भाइ अब तँलाई कालिम्पोङमा अब के भने केबल कार चल्ने एकदम एक्साइटेड फिल भइरहेछ अब हिँड्न त मन थियो तर आएपछि केबल कारको एक्सपिरियन्स लगाउँ भन्ने मेरो चाहना तँलाई एकदम ठिक छ रमाइलो पहिलाको एक्सपिरियन्स छ र केबल कार चढेको पहिलाको एक्सपिरियन्स छैन यो चाहिँ फर्स्ट टाइम हुन्छ कि होस् फर्स्ट एन्ड लास्ट भनौँ न होइन कतै चढेको एक्सपिरियन्स छैन हाम्रो डाक्टर साहब हजुर कहिले केबल कार चढ्नु भएको छ कि छैन यार म त चढेको छैन अब यो फर्स्ट हो एक्सपिरियन्स ल ठिक छ त्यसो भए म त पहिला नै चढिसकेँ पहिला आउँदा चाहिँ त्यस्तो हिउँ चाहिँ डेन्जर थियो क्या केबल कारहरू चाहिँ चलेको थिएन त्यति हामी चाहिँ हिँड्दै गएको थियौँ म चाहिँ पहिला सबै अरू ठाउँ चाहिँ चढेको थियो होइन केबल कार आइसक्यो ए डर्छ यार यो त पर्दैन फर्किने बेलामा चाहिन्छ ल यताबाट गइदिनु चारजनालाई पठाइदिउँ ओके ल है त हाम्रो केटाहरू टक्क पारेर यसको भिडियो बनाउनु अब हाम्रो चाहिँ अब माथिको यात्रा हुन्छ होइन हेर्नु होला है सबैले गाडी चाहिँ नाट्यो
तँलाई भिडियो बनाउन अरे नि कस्तो अनुभव भइरहेको होला भन बाइक भन्दा हिँडेर जान्छु भन्दा किन आइस् त अहिले मेरो भनाइ त हिँडेरै जाउँ भन्ने हो हिँडेर नि जानुपर्ने हो खासमा के छ भने टक्क हिमाल पनि देखा त भयो उता हिमाल पनि देख्दै टक्क पारेर यो मस्त अन्त यहाँबाट खासै देखेन यताउताको ठाउँ पनि हेर्दै जानु पर्यो भिडियो बनाउनु अब त्यहाँबाट ल कस्तो छ ठिक छ नि आउनु एकदम लुकिङ लाइक वाउ लोकेन्द्रजी भन्नुहोस् तपाईँको फर्स्ट टाइम केबल कार चढेको अनुभव कस्तो हुँदैछ जापान गएर केबल कार चढ्ने के चढ्ने म तलपट्टि उभो केबल कार चढेको मोबाइल युज गर्नुहुन्छ हामी केबल कारमा हो ल यहाँ अब ठिक छ नि आउनु एकदम लुकिङ लाइक वाउ लोकेन्द्रजी भन्नुहोस् तपाईँको फर्स्ट टाइम केबल कार चढेको अनुभव कस्तो हुँदैछ जापान गएर केबल कार चढेको के चढ्ने मोबाइलमा त होला नि है मोबाइलमा छैन कि सेभ हुँदैन रहेछ हो स्टोरीमा हाले डिलिट गरेपछि त है ठीक छ ल युआरएल एंगल बनाउनु नि म ल बना त ल को आयो हेन्सी देखिहाल्छ त्यसले यार ल यो एंगलमा अल द वे फ्रम कालिम्पोङ हामी चाहिँ माथि पुगिसक्यो हिमालहरू चाहिँ टलक्क देखिन्छ होइन यहाँबाट टक्क पारेर कुहिरो लाग्यो तपाईँहरू त लोगो यहाँ हिउँ पऱ्यो भने त दामी देखिन्छ फेरि सब पढाउँछ पुरै ढाकिने हो कहाँ गयो त सुनिल सुनिल तल गएन कहीँ त्यो त हो अलिक कुरी भिलेज त यस्तो देखिन्छ होइन हामी चाहिँ यहाँ छौँ ल यस्तो दामी देखिन्छ उतातिर चाहिँ कुहिरो लागिसक्यो होइन त्यस्तो अहिले चाहिँ कुहिरो लागिसक्यो टक्क घाम लाग्यो भने त दामी देखिन्छ फेरि हिउँ पऱ्यो भने त यस्तो दामी देखिन्छ नि यतातिर पनि रहेछ होइन यताउता यहाँ तल माथि यताउता हल्का रिस्क रहेछ लेट्स गो टप अफ द हिल ब्रो ल अब त्यो पछाडि चढ्नु पर्यो ल कहाँ हो बाटो जाने बाटो यो छ हामी अब माथितिर ल पुरै जस्तो लाग्यो ए बन्द खोल्यो ल कुरी भिलेज चाहिँ अब मधुर मधुर देखिन आँट्यो एकदम रिस्की छ ठाउँ यहाँ पनि रोड कहाँ रहेछ जाने यही ठाउँ त यही इतिवन खतरा जो छ इतिवनमा यहाँ यो भन्दा तल होइन एकदम डेन्जर जस्तो लागिरहेको छ Let's go. Let's go guys. मन्दिर यो चाहिँ तल आउने बाटो रहेछ यहाँबाट चाहिँ जाने अर्कै आउने छुट्टै रहेछ गुड ओहो त यहाँ एकदम रिस्की ठाउँ छ ल यहाँ यो तल त डेन्जर होला जस्तो छ
स्ट्यान्डले ल्याएको रहेछ कि उस्तो लागेर मजै आएन त हो ओ वाट इज दिस ब्रो यहाँबाट तल हेर त हो यहाँ त क्यामेरा ढल्यो भने नि सिधा खोला पुग्छ मान्छेको त कुरै नगर हेलो गुड मर्निङ फ्रम कालिम्पोङ ल माथि गएर मन्दिरमा भेटौँला है ल बाई बाई ऊ टपमा जानुपर्छ अब कहाँ हो उता पढ्ने यो टिकाले झल्काएर राख्दो फेरि यति ल्याएर राख्दो पर्छ अब ल किन्ने यता राख यहाँ राख त्यो आदि राख सबै लिएर जाने भयो सानो विधि राख्नु इच्छा यहाँ कसले खाँदैन राजा फुल फुलेर छ कि यार राजाको भने ऊ त्यो फुल टिपेर लानु त्यो पल्लो ऊ पर फुल रहेछ त लकी हो त्यो चाहिँ फुल हो है हो त्यो भनेको राम्रो पाउनु क्या त्यसैले भयो कि भयो राख्यो कि भयो यहाँ राख्दा हो यहाँ कि उस्तै दिनमा एक दुईजनाको मात्र हुन्छ क्या लकी रहेछ बलि भेट्छ यता सो हामीले चाहिँ माथिबाट पूजा गरेर आइसकेका छौँ तल झरिसकेका छौँ र हामी चाहिँ अब तलतिर लाग्नेवाला छौँ भन्ने कुरा जानकारी गराउन चाहन्छु भन्ने कुरो हो डाक्टर साहब एकदम ढिला एकदम लेजी गाई यस्तो भारी बोकेर आउनु परेको छ यस्तो भारी बोकेर टक्कु माथि अलि ठिक छ अब हामी चाहिँ तल झर्नेवाला छौँ अब गएपछि भीमेश्वर मन्दिर हुँदै अब चरीकोट हुँदै ऐसी अब हाम्रो तलै पुगिन्छ कि कता हुन्छ अब सो हामी चाहिँ अब माथि दर्शन गरेर आइसक्यौँ होइन अब हामी चाहिँ अब टक्क फर्किन्छौँ अब यो भ्लग चाहिँ यहीँ इन्डिङ हुन्छ होला अब चाहिँ हामी चाहिँ कुरी त्यस्तो अब यो मौसमै छैन रहेछ होइन त्यस्तो घुम्ने अब जे होस् हामी अब आउने प्लान गरेर आइसक्यौँ होइन अब यहीँ इन गरौँ सबैजना होइन कस्तो भयो भ्लग होइन भनिदिनु होला बाई बाई टाटा लभ यु अल ल कस्तो लाग्यो त ल मैले भ्लग इन्डिङ गरेँ भाइ हाउ यु आर फिलिङ आफ्टर रोमिङ हियर रमाइलो भयो होइन ल सबैजनाले यहाँ एकचोटि काठमाडौँ नजिक बस्ने हुन्छ कि जहाँ हुन्छ जसले भ्लग हेर्नुहुन्छ होइन यहाँ एकचोटि पुग्नु होला एकदम रमाइलो छ अब हिउँ परेको भए त एकदम हुन्थ्यो तर त्यही पनि डाँडाको त्यो मन्दिरमा गयो भने त पुरै एकदम दामी पहाडहरू देखिन्छ ल लुको के भन्नु छ तँलाई अब एकदम ठिक छ तर हामी अफ सिजनमा आएर खासै रमाइलो चाहिँ भएन हिउँ परेको बेलामा चाहिँ आयो भने चाहिँ एकदम बेस्ट हुन्छ भन्ने मैले सुनेको छु अनि त के भन्छस् डाक्टर हिउँ परेकै बेला आउने ठिक अहिले चाहिँ अलि तँलाई कस्तो फिल भयो के रमाइलो भयो के भयो तँलाई अलराइट सजेसन दियो भने बेलाको मात्रै सुने अनि अलि यो डाक्टर साहब त्यस्तै छ ल है त ल बाई बाई गुड नाइट सबैजनालाई ल है त बाई सी यू इन नेक्स्ट भिडियो बाई बाई गुड नाइट ल हाम्रो चाहिँ अब टक्क सिनेमेटिक भिडियोहरू चाहिँ इन्जोय गर्नु होला ल हाई
चाहिँ कुरीमा चाहिँ नष्ट भइरहेछ है थुक्पा दिस इज कल्ड कुरीको थुक्पा तर मिठो छ नो भाइ छेउमा आगाको नि फ्युज हो यो कुखुरा खुवाइ पानीको नभएछ कि त यहाँ थट कसो भाइ मोटो मोटो घाटो छ नि हा पुन्टु भाइ मोटो घाटो कसको छ कति केजी पुग्दै भन् त 7 किलोसम्म चाहिँ बाहिर पखायो नि होला भाइ केजी ल ल भाइले चाहिँ अलि कलरिङ त दामी देखियो बबाल छ मेरोमा बनाऊ ठडोमा मेरोमा ल तिमी पनि देखाएन भाइ अलि ठुलो कति छ वेट कति छ 5 किलो चाहिँ यार यो के बक्स छ उ भइरहेको कत गरौँ होला त हुने हो कि भाइ खेती हुने त ल आजतिर